Hello, namaste. Welcome back to my another vlog, which will be my ride vlog. So, म अहिले मेरो घरबाट स्टार्ट गर्दैछु। आजको लागि भने हाम्रो प्रिय हाम्रो सर, मेरो पुरानो स्कुलको सर हुनुहुन्छ हरि सरलाई यहाँ भेटेर गुन्डुको अहिले नयाँ बनेको ठाउँ, नयाँ बनेको स्ट्याच्यु, बुद्धको स्ट्याच्यु छ, त्यहाँ जाँदैछौँ। अहिले भर्खरै अफिसबाट फर्केको थिएँ, सो यहाँ आइपुग्दाखेरि मलाई हरि सरले भन्नुभयो कि कतै घुम्न जाउँ भनेर। सो त्यही हिसाबमा अब ड्रेस चेन्ज गरेर घरबाट आएर सरलाई भेटेर अब हामी जाँदैछौँ राइडमा, सोलो राइड। यो चाहिँ मैले भर्खरै नयाँ किनेको एक्सपल्स 200 हो। मेरो सरसँग चाहिँ होन्डाको XR 190 छ। सो अब अहिलेलाई हाम्रो राइड स्टार्ट गर्छौँ यहाँबाट। यो ठाउँ चाहिँ गुन्डुको तिथाली भन्ने ठाउँ हो, जुन सूर्यविनायक नगरपालिका वडा नम्बर 7 मा पर्छ। अब यहाँबाट सिधा माथि गयो भने चाहिँ हाम्रो महेश बस्नेतको घर, अनि अहिले भर्खर नयाँ केपी ओलीको घर पनि पुगिन्छ यताबाट पनि। माथि चाहिँ हाम्रो अहिले भर्खरै अहिलेको टाइममा हाम्रो यो एरियामा गुन्डु सूर्यविनायक 7 मा लोकप्रिय एउटा क्याफे छ, जुन क्याफेको नाम हो फलेजा क्याफे। सो अहिले यहाँ ठ्याक्क देख्छौँ, यो अहिले अगाडि हाम्रो अगाडि यो जुन यो कारको अगाडि यो धेरै बाइकहरू पार्क गरिरहेको छ, यो पार्किङ गरेको ठाउँ नै फलेजा क्याफे हो। सो त्यहाँ मिठो खानेकुराहरू, मिठो कफी, ह्याङआउटको लागि मजाको ठाउँ छ। तपाईँहरू आउन सक्नुहुन्छ। गुगल म्यापमा पनि छ के अरे लोकेसन, हेरेर आउन सक्नुहुन्छ। अब हामी यहाँबाट सिधा माथि जान्छौँ, हेर्दै गर्नु होला। जुन तपाईँहरूले देखिराख्नु भएको छ यो एउटा चोक हो। सो यहाँबाट लेफ्ट गयो भने चाहिँ केपी ओलीको घर जान्छ। अहिले हामी यो बाटो लिन लागेको थियौँ। सो यो मैले भिडियो पहिला खिचेको भएर यो ठाउँ चाहिँ, यो ठाउँमा बाटो बन्द थियो त अगाडिपट्टि। सो त्यही भएर हामीले त्यहाँ सोद्धाखेरि हामीले बाटो बन्द भएको पायौँ। त्यही भएर अब यहाँबाट हामीले फर्काउनु पर्ने हुन्छ बाइक। हामीले यहाँ बसेर त्यहाँ अगाडि एकजना लेडिज आउँदै हुनुहुन्थ्यो, उहाँलाई सोधेको थियौँ त्यहाँ बाटो खुल्ला छ कि छैन भनेर, तर उहाँले हाम्रो कुरा सुन्नु भएन। त्यही भएर यता घरकै छेउबाट एकजना महिला दिदीले पनि भन्नुभयो कि बाटो छैन भनेर। त्यही भएर हामीले फर्काउँछौँ अब यहाँबाट एकछिनमा।
अघि हामी अगाडिको यो सिधा अगाडिको बाटोबाट यता सिधा आएको थियौँ भने अब अघि लेफ्ट लाग्नु पर्ने थियो भने अहिले हामी राइट लाग्दैछौँ। यहाँ नजिकै केपी ओलीको घर पनि रहेको छ। अहिले पहिला बालकोटमा बस्नुहुन्थ्यो भने अहिले यता आएर बस्नुभएको छ। त बालकोटको घर चलेको भएकोले यो यहाँबाट राइटको यो गल्ली हुँदै चाहिँ केपी ओलीको घर जान्छ है त। अब यो अगाडिको राइट साइडको यो अरेन्ज कलरको बिल्डिङ भनेको चाहिँ हाम्रो यो सूर्यविनायक नगरपालिका वडा नम्बर 7 को वार्ड अफिस हो। वार्ड अफिस हो भने यो अगाडिको चोकबाट लेफ्ट लाग्यो भने चाहिँ तल वर्ल्ड स्कुल जान्छ भने हामी राइट लागेर माथिपट्टि अनन्तलिङ्गेश्वर अनि बस पार्कतिर लाग्छौँ है त यहाँबाट। अब यहाँबाट अगाडि हाम्रो महेश बस्नेतको घर पनि आउँछ। तपाईँहरू देख्नुहुन्छ, म देखाउँछु पनि तपाईँहरूलाई। यही अगाडिको लेफ्ट साइडमा पर्छ यो बाटोबाट महेश बस्नेतको घर। हेर्नु तपाईँहरूले जलेको देख्नुहुन्छ, अहिलेसम्म पनि रेनोभेट भएको छैन। यो जुन यो लेफ्ट साइडको यो जलेको घर चाहिँ महेश बस्नेतको है त। हामी यहाँबाट सिधा अगाडि लाग्छौँ। बस पार्क, गुन्डुको बस पार्क भनौँ न, धेरै माथि पर्छ गुन्डुको बस पार्क। र यहाँबाट हामी सिधा अगाडि लागेर जान्छौँ। यो एरिया चाहिँ मेरो गाउँ गुन्डु हो। सो भोलि पर्सि चाँडै नै मैले यो ठाउँको पुरै ड्रोन सट खिचेर मैले युट्युबमा राख्नेवालामा छु। सो स्टे ट्युन। सबैजनाले चेक गर्नु सक्नुहुन्छ यो एरिया कस्तो छ, यो हाम्रो ठाउँ कस्तो छ भनेर है त। यहाँबाट सिधै माथि जाँदैछौँ हामी। त्यो पर देखिएको राइट साइडको डाँडामा पर्छ यो बुद्धको स्ट्याचु चाहिँ है त। यहाँबाट लेफ्ट लाग्यो भने चाहिँ हाम्रो पाथिभरा मन्दिर जान्छ। त्यो पनि अहिले निकै चर्चित नै छ भनौँ, गुन्डुको ठाउँमा पाथिभरा मन्दिर है त। यो मनसुन टाइममा घुम्नु निस्किनु भनेको चाहिँ धेरै रमाइलो कुरा हो कि। सो मजाले चारैतिर हरियाली ग्रिनेरी सिनहरू देखिन्छ। कहिलेकाहीँ पानी पर्छ, घाम लाग्छ। अब अहिलेको यो म अहिले जुन राइड गरिरहेको टाइम भनेको चाहिँ बेलुकाको टाइम हो। त्यही भएर अलिकति अँध्यारो जस्तो देखिरहेछ। त्यही पनि इट लुक्स भेरी नाइस। मलाई जुन त्यो अन द सेम स्पटमा हेरिरहेको, अन द सेम स्पटमा डुलिरहेको बेला चाहिँ धेरै रमाइलो लागिरहेको थियो। सो अझ पानी पर्न लागेको टाइम चाहिँ एकदम रमाइलो हुन्छ क्या, यस्तो डाँडाकाँडामा डुब्न जानको लागि। यो ठाउँमा यहाँसम्म बिच हुनु भनेको चाहिँ धेरै राम्रो कुरा हो। यो भनेको धेरै भित्ता हो कि हाम्रो जुन काठमाडौँ सिटीबाट धेरै पर छ यो ठाउँ। त्यस्तो धेरै पर त होइन, आई मिन अलमोस्ट पर चाहिँ पर नै हो। तर गाउँको भित्रभित्र एकदम गाउँ नै भनौँ न, गाउँ जस्तै छ। सूर्यविनायक नगरपालिका भए तापनि तर त्यति धेरै बस्तीहरू चाहिँ छैन यति माथि। सो हाम्रो पिच बाटो चाहिँ यहाँ लगभग सकिन लागेको छ। अहिले जानलाको बुद्धको स्तूपा चाहिँ यहाँनिर छ है त। चाहिँ बुद्ध स्तूपा। अनि मैले अघि जुन बस पार्क भनेको थिएँ, त्यो गुन्डो बस पार्क चाहिँ अब यहीँ यो उकालो सकिने उकालोको ठ्याक्क बिचमा पर्छ। यहाँ पिपल बोर्ड छ, त्यो ठाउँमा चाहिँ गुन्डो बस पार्क भन्दो रहेछ है त।
यसो हेऱ्यो, डाँडाकाँडा हेऱ्यो, जताततै खडानी गर्न लागेको छ। डोजरै डोजर छ। यो जुन पिपलवुड भएको ठाउँ यसलाई चाहिँ गुन्डो बस पार्क भन्दो रहेछ। यहाँबाट चाहिँ हाम्रो यता काठमाडौँ वर्ल्ड स्कुल हुँदै सूर्य विनायक अन्डु बजार निस्किन्छ है त गाडीहरू। अब यहाँबाट चाहिँ पछि बाटो सुरु हुन्छ। तर जे होस् यस्तो बाटोमा यो मैले चलाइरहेको बाइक अनि हाम्रो हरिसरले चलाएको बाइक चलाउँदा मजा चाहिँ छुट्टै आउँछ है। अरू जुन नर्मल 150 सीसीको एफजेडहरू हुन्छ त्यस्तो बाइकहरू भन्दा चाहिँ यो बाइक चलाउन छुट्टै आनन्द आउँछ क्या। त्यही यो अफरोडकै लागि बनेको बाइक हो, त्यही भएर अफरोड राइड टेस्ट पनि भइरहेछ हाम्रो। अब यो जुन अहिले गइरहेको यो गाउँ धेरै वर्ष अगाडि आएको छ कि मेरो एकजना साथीको भाइको व्रतबन्धको लागि भनेर आएको थिएँ। सन अलरेडी सेट भइसकेको थियो, त्यही भएर अलि अँध्यारो हुन लागेको छ। सो हामी अलिक छाडे जाँदैछौँ। यहीँनिर हो क्या हामीले त्यो यो माथिको ठाउँहरूमा भोज खाएको थियौँ, त्यो साथीको भाइको व्रतबन्ध भनेर। जान्छौँ यो बाटोबाट चाहिँ लाकुडी भन्ज्याङ पनि जान्छ है त साइजहरू। माथि देउराली भन्ने ठाउँ निस्किन्छ, देउरालीबाट उता माथि लाकुडी भन्ज्याङ जान्छ। अहिले हामी जाँदाखेरि चाहिँ पहिला सुरु हामीले त्यो जुन बुद्धस्तुपा जाने बाटो देख्छौँ। त्यो बुद्धस्तुपाबाट जाने बाटो छुट्टा छुट्टै छ कि। एउटा तलबाट जुन अहिले हामीले पहिला सुरु भेट्ने बाटो चाहिँ हाम्रो अलिकति हिँडेर माथि बुद्ध स्ट्याच्यु भएको ठाउँसम्म पुग्नुपर्छ भने अलिकति घुमेर 10 मिनट जति अझ बाइकमा घुमेर गयो भने हामीले ठ्याक्क बुद्धको स्ट्याच्यु भएको ठाउँनिर पुग्छ। जान्छ
Oh, just still here. कति कति परबाट जानुपर्छ बाउ? यहाँबाट कति जानुपर्छ? उ त्यहाँ माथि पुगेर हो? सिधै त्यही नै पुग्छ? त्यही बाइक त्यही नजिकै पुग्छ? त्यही पुग्छ? खोइ लगम क्या दामी सनसेट भ्यू देखिरहेछ क्या यहाँबाट एकछिन यहीँ बसेर हेरिरहँ जस्तो मन लाग्ने कि तर हामीलाई ढिला भइसकेको छ त्यही भएर हामी माथि जानुपर्ने हुन्छ अघि तलको बाटोबाट चाहिँ त्यहाँबाट जुन त्यो भाइलाई भेटेको थियौँ त्यहाँबाट चाहिँ हामी हिँडेर जानुपर्ने थियो भने अब यहाँबाट चाहिँ हामी सिधै जाँदा जाँदै जाँदा जाँदै बाइकमै जान्छौँ सिधा माथि ठ्याक्कै स्ट्याचु भक्कै ठाउँमा पुग्छौँ कि ओके सी यू डाइरेक्ट इन द स्ट्याचु है त अब धेरै बोलिराख्दैन भिडियोलाई यत्तिकै कन्टिन्यू गराउँछु है सो तपाईहरुको इन्फर्मेसनको लागि चाहिँ अब हामी अहिले तल अनन्तलिङ्गेश्वर गुन्डुबाट माथि चढेर यता आयौँ भने सो यहाँनिर हाम्रो एउटा जङ्सन भेट्छौँ यो देउराली यताबाट राइट गयो भने तल लामाटार लुगु लामाटार जान्छ भने यताबाट लेफ्ट लागेर यता माथिपट्टि गयो भने चाहिँ लाकुली भन्ने जान्छ है त यहीँ माथि हाम्रो एउटा 5 स्टार होटल पनि छ द टेरेसेस रिजोर्ट एन्ड स्पा यो सञ्चालन भएको चाहिँ भर्खर लगभग 2 वर्ष जतिको धेरै राम्रो छ लग्जरी स्टेको लागि चाहिँ तपाईँहरू त्यहाँ आउन सक्नुहुन्छ है त धेरै राम्रो छ तपाईँहरूले गुगलमा चेक गर्न सक्नुहुन्छ
त यहाँ माथिबाट राइट लाग्यो भने चाहिँ लाकुरी हुन्छ नि तल हामी लेफ्ट तलको सानो बाटो यो बाटो गएर चाहिँ हामी त्यो बुद्धको स्ट्याचु भएको ठाउँमा पुग्छौँ। अब धेरै पर छैन, एकैछिनमा आइपुगिहाल्छ है त। ला उतै लैजाने हो, त्यहाँ नै लैजाने हो। मैले त भित्र लाने भने अब कहाँ जान्छ? अब अरू त ठाउँ नै छैन।